कुनै पनि लिमिट सल्भ गर्नुभन्दा पहिला इन्डिटर्मिनेट फर्महरू थाहा हुनुपर्छ है। इन्डिटर्मिनेट फर्म जम्मा हामीसँग क्यालकुलसमा 7वटा इन्डिटर्मिनेट फर्म हुन्छ है। एउटा भनेको 0/0, इन्फिनिटी इन्फिनिटी माइनस इन्फिनिटी, त्यस पछाडि 0 को पावर 0, 1 को पावर इन्फिनिटी, इन्फिनिटीको पावर 0 अनि इन्फिनिटी इन्टु 0। ओके, यतिवटा इन्डिटर्मिनेट फर्म भेट्यौँ भने चाहिँ हामीले लिमिटलाई सल्भ गर्नुपर्ने हुन्छ है त। सो मैले चाहिँ अब क्वेसनबाट नै स्टार्ट गरेँ है। डाइरेक्टली क्वेसनबाटै स्टार्ट गरेँ। सबभन्दा पहिले चाहिँ फर्स्ट क्वेसनको लागि हेर है। कुनै पनि फङ्सनको लिमिट एक्जिस्ट गर्नको लागि चाहिने कन्डिसन भनेको चाहिँ लेफ्ट ह्यान्ड लिमिट बराबर राइट ह्यान्ड लिमिट हो। यदि तिमीले कुनै अप्सनमा डज नट एक्जिस्ट देख्यौ भने चाहिँ यो कन्डिसन चेक गर्न नबिर्स है। सुरुमा लेफ्ट ह्यान्ड लिमिट क्यालकुलेट गर। लेफ्ट ह्यान्ड लिमिट भनेको के हो त? लिमिट एक्स टेन्स टु 0 माइनस एक्स डिभाइडेड बाई, अब मोडलस अफ एक्स भनेको दुईवटा भ्यालु हुन्छ यसको है। एउटा एक्स हुन्छ यदि एक्सको भ्यालु चाहिँ ग्रेटर देन अर इक्वल टु 0 हुन्छ, अनि माइनस एक्स हुन्छ इफ एक्सको भ्यालु चाहिँ लेस देन 0 हुन्छ। यो केसमा लेफ्ट ह्यान्ड लिमिटमा 0को भ्यालु चाहिँ 0 माइनस छ। सो के हो त? लेस देन 0 भने पछाडि मोडलस अफ एक्सको ठाउँमा हामी के लेख्छौँ? माइनस एक्स लेख्छौँ। यो भएपछि एक्स र एक्स क्यान्सल हुन्छ र कति आउँछ त? -1 एन्सर आउँछ है। सिमिलरली तिमीले अब राइट ह्यान्ड लिमिट निकाल्नु पऱ्यो भने लिमिट एक्स टेन्स टु 0 प्लस गर्नु पऱ्यो। यो केसमा चाहिँ मोडलस अफ एक्सको ठाउँमा के आउँछ त? पोजिटिभ एक्स आउँछ। फेरि एक्स र एक्स क्यान्सल, अब योपालि चाहिँ +1 आयो। मैले के भनेको थिएँ? डज नट एक्जिस्ट छ भने यो कन्डिसन चेक गर्ने, अनि जुन कन्डिसनमा चाहिँ लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट इक्वल आउँछ त्यो केसमा मात्रै लिमिट एक्जिस्ट गर्छ, नत्र लिमिट एक्जिस्ट गर्दैन। अब यो केसमा के भइरहेछ त? लेफ्ट ह्यान्ड लिमिट -1 छ, राइट ह्यान्ड लिमिट +1 छ, दुइटा इक्वल छैन भनेपछि एन्सर के हो त? डज नट एक्जिस्ट। यो लिमिट चाहिँ एक्जिस्ट गर्दैन है। बुझ्यो होइन? ओके, अब अर्को अर्को क्वेसन हेर्छौ भने चाहिँ यो चाहिँ सिम्पली एउटा फर्मुला छ हामीसँग है। लिमिट एक्स टेन्स टु ए, एक्सको पावर एन बाई ए को पावर एन डिभाइडेड बाई एक्स माइनस ए छ भने यसको भ्यालु चाहिँ एन ए को पावरमा n-1 हुन्छ। यो फर्मुला छ। अब भनिसके पछाडि यो लेफ्ट ह्यान्ड साइडको इक्वेसन केमा कन्भर्ट हुन्छ त? n टाइम्स ए को ठाउँमा 5 छ, 5 को पावरमा n-1 हुन्छ, इज इक्वल टु 500। अब यहाँबाट n को भ्यालु क्यालकुलेट गर्नतिर लाग्ने होइन, के गर्ने त भन्दाखेरि अप्सनबाट पुट गरेर चेक गर्ने। अप्सन ए को लागि चेक गर्छ भने 3 इन्टु 5 को पावर n-1 भनेपछि 2 भयो, भनेको 25 इन्टु 3 भनेको 500 त होइन। सो अप्सन नम्बर ए रङ भयो। अप्सन बीलाई चेक गर्छ भने 4 इन्टु 5 को पावरमा 4-1 3 इज इक्वल टु 500। यो कन्डिसन सेटिस्फाई हुन्छ कि हुँदैन? 5³ भनेको 125 इन्टु 4 भनेको 500 हो। यो इक्वेसनलाई चाहिँ सेटिस्फाई गर्ने रहेछ। सो अप्सन नम्बर बी चाहिँ के रहेछ? त्यसको करेक्ट रहेछ है। सिम्पली फर्मुलाइज गर्यो अनि यो चेक गर्न इक्वेसन चेक गर्नको लागि चाहिँ अप्सनबाट चेक गर्छ है। यो भयो ल, ठिक छ। पहिला हेर है, अब के गर भन्दाखेरि यो फङ्सनमा एक्सको ठाउँमा भ्यालु हाल। गर्दाखेरि के आउँछ त? 2x भनेको 2 इन्टु 0 माइनस साइन इन्भर्स 0 भनेको 0 आयो माथि, तल पनि कति आयो त? 0 प्लस tan इन्भर्स 0 भनेको 0। सो 0/0 फर्म आयो। कुनै पनि केसमा 0/0 फर्म अथवा इन्फिनिटी फर्म आउँछ भने तिमी युज गर्छौ लपिटल रुल युज गर्छौ है। यति भयो। भने पछाडि यो केसमा तिमी के गर्नु पऱ्यो त भन्दाखेरि 0/0 फर्म छ, यो अप्लाई गर्न पाउँछौँ। भनेपछि लिमिट एक्स टेन्स टु 0 बराबर 2x को डेरिभेटिभ कति हुन्छ? 2 हुन्छ, माइनस साइन इन्भर्स एक्सको डेरिभेटिभ 1/√1 माइनस एक्स स्क्वायर है, डिभाइडेड बाई 1 एक्सको डेरिभेटिभ 1 प्लस tan इन्भर्स एक्सको डेरिभेटिभ 1/1 प्लस एक्स स्क्वायर हुन्छ। अब फेरि तिमी एक्सको ठाउँमा पुट गरेर चेक गर त 0 कति हुन्छ? 2 माइनस 1 डिभाइडेड बाई स्क्वायर रुट अफ के हुन्छ? 1 माइनस 0 को स्क्वायर डिभाइडेड बाई 1 प्लस 1/1 प्लस 0 स्क्वायर।
गरे पछाडि भ्यालु कति आउँछ त 2 - 1/1 भनेको 1 भयो डिभाइडेड बाई 1 + 1/1 भनेपछि फेरि 1 भयो। सो माथि कतै कति आयो त 2 - 1 भनेको 1 आयो तल 2 आयो। सो 1/2 यसको एन्सर हुन्छ। हेरे अब यसलाई हामीले क्यालकुलेटरमा नि गर्न मिल्छ है। त्यसको लागि चाहिँ के गर भन्दाखेरि जुन फङ्सन छ फङ्सनलाई एज इट इज कपी गर। 2x माइनस साइन इन्भर्स एक्स एज इट इज कपी गर। फेरि x प्लस tan इन्भर्स एक्स एज इट इज कपी गर। ट्राई गर है, सँगसँगै ट्राई गर। यसलाई क्यालकुलेटरमा टाइप गर। अनि अलवेज मेक स्योर कि कुनै पनि इक्वेसनमा ट्रिगोनोमेट्रिक रेसियोहरू छ, साइन इन्भर्स ट्यान इन्भर्स यस्तो छ भने चाहिँ जहिले पनि क्यालकुलेटरलाई रेडियन मोडमा लग्न नबिर्स। यो भएन भने चाहिँ बिग्रिन्छ है। रेडियन मोडमा लग्यो। अब के गर्छ त भन्दाखेरि क्यालकुलेटरमा क्याल्क भन्ने अप्सन हुन्छ, क्याल्कलाई क्लिक गर्छौ। त्यस पछाडि एक्स टेन्स टु जिरो छ नि त, यो भनेको त एक्सको ठाउँमा जिरो एक्ज्याक्टली हाल्यो भने त के आउँथ्यो 0/0 आउँथ्यो होइन। एक्सको ठाउँमा तिमीले जिरो हाल्यो भने के आउँछ म्याथ इरर आउँछ होइन। सो अब जिरो नहालेर तिमी के हाल्छौ त भन्दाखेरि जिरोको एकदमै क्लोज भ्यालु अर्को हाल्छौ कि 0.0001 हाल्छौ। 0.0001 हाल्दाखेरि कति आयो त 1/2 आयो ठ्याक्कै है। सो 1/2 को एन्सर। इफ अप्सनमा चाहिँ डज नट एक्जिस्ट छ भने चाहिँ के गर त भन्दाखेरि राइट ह्यान्ड लिमिट चेक गर्नको लागि 0.001 हाल। अनि लेफ्ट ह्यान्ड लिमिट चेक गर्न फेरि पनि -0.001 हाल्नुपर्छ है। यसरी बुझ्यो होइन। यो दुइटै केसमा 1/2 आयो त्यसैले लिमिट एक्जिस्ट गर्छ अनि 1/2 आयो है। जति पनि हाल्नु हुन्छ सर, के अरे जति पनि हाल्नु जस्तै एक्स टेन्स टु जिरो छ नि त यहाँ, त्यही भएर चाहिँ 0.001 हाल्यो क्या जिरोको क्लोज भ्याल्यु। इफ एक्स टेन्स टु 3 भएको भए चाहिँ तिमी 3.0001 हाल्थ्यौ अनि 2.999 हाल्थ्यौ। यो चाहिँ लेफ्ट ह्यान्ड लिमिट चेक गर्नको लागि अनि यो चाहिँ राइट ह्यान्ड लिमिट चेक गर्नको लागि है त। तर डज नट एक्जिस्ट अप्सनमा छैन भने चेक गर्नै पर्दैन है। ल अब मैले क्यालकुलेटर ट्रिक सिकाइदिइहालेँ है। अब के गर्छ सिम्पली क्यालकुलेटरमा गर्नु पऱ्यो भने चाहिँ 1 + 2x डिभाइडेड बाई 1 + 3x को पावरमा 1/x तिमी क्यालकुलेटरमा पुट गर्छौ। त्यस पछाडि फेरि पनि के गर्छ त क्याल्क थिच्छौ। अब क्याल्कमा एक्सको भ्यालु पुट गर्नुभन्दा अगाडि चाहिँ तिमीले के गर्नु पर्यो अप्सन चेक गर्ने। इफ डज नट एक्जिस्ट छ भने चाहिँ लेफ्ट ह्यान्ड लिमिट र राइट ह्यान्ड लिमिट चेक गर्नुपर्छ, कम्पलसरीले पर्छ नत्र मिस्टेक हुनसक्छ। इफ छैन भने चाहिँ के गर्छ सिधै एक्सको ठाउँमा 0.0001 हालेर चेक गर कति आउँछ त भ्यालु। 148.45 आउँदो रहेछ है। अब तिमीले के गर्नु पर्यो तिम्रो काम भनेको अप्सनबाट चेक गर्ने। इको भ्यालु त 2.7 हो, यो रङ भयो। ई स्क्वायर पनि हुँदैन, इको पावर -2 पनि हुँदैन, इको पावर 5 चेक गर्छ भने चाहिँ 148.45 को एकदमै क्लोज आउँछ। सो अप्सन नम्बर डी हुन्छ। अब यसलाई गर्न चाहिँ के गर्छ भन्दाखेरि हामीले इको फर्मुला थाहा हुनुपर्छ है पहिला। लिमिट एक्स टेन्स टु 0 1 + x को पावरमा 1/x लेख्न पाइन्छ यो। अझै अर्को पनि फर्मुला हुन्छ त्यो भने के हो त लिमिट एक्स टेन्स टु 0 को ठाउँमा इन्फिनिटी भयो भने चाहिँ अब सिमिलर वेमा जसरी एक्सको ठाउँमा 0 हाल्दाखेरि 1 + 0 को पावर इन्फिनिटी जस्तो फर्म हुन्छ भनेर सम्झ कि यो भन्ने फर्मुला सम्झिन सजिलो हुन्छ। अब यहाँ बिचमा 0 बनाउनको लागि एक्सको ठाउँमा इन्फिनिटी छ भने चाहिँ हामीले 1/x हाल्नु पऱ्यो नि त। अब पावरमा इन्फिनिटी बनाउनको लागि चाहिँ के हाल्नु पऱ्यो त सिम्पली एक्स हाल्नु पऱ्यो। सो ईको फर्मुला चाहिँ यो हुन्छ भनेर सम्झ। अनि इफ हेर है लिमिट एक्स टेन्स टु 0 अब 1 को ठाउँमा यहाँ 1 इन्टु छ नि त एक्सको ठाउँमा मल्टिप्लाई भएर के आइरहेछ ए आइरहेछ भने 1 + ax को पावरमा 1/x आइरहेछ। अथवा लिमिट एक्स टेन्स टु इन्फिनिटी 1/xसँग मल्टिप्लाई भएर ए आइरहेछ यसरी भने के गर्छ त यसको पावरमा एक्स छ भने ईको पावर ए हुन्छ है फर्मुला। ओके ल यति फर्मुला सम्झ। भने पछाडि हाम्रो क्वेसनमा के छ अब हामीले अब क्वेसन सिम्पली गर्न सक्छौँ। अब लिमिटलाई माथि र तल डिस्ट्रिब्युट गर्न पाइन्छ। सो एक्स टेन्स टु 0 माथिको फङ्सन कस्तो हुने भयो 1 + 2x को पावरमा 1/x हुन्छ डिभाइडेड बाई तल फेरि कति आउँछ लिमिट एक्स टेन्स टु 0 1 - 3x को पावरमा 1/x। यसलाई सल्भ गऱ्यो भने कति आउँछ त माथि चाहिँ ई स्क्वायर आउँछ तल भनेको चाहिँ हेर त 1 + -3x हो नि त भनेपछि ए को ठाउँमा के रहेछ त -3 रहेछ। सो इको ठाउँमा इको पावरमा -3 आउने भयो भनेपछि अब इको पावर -3 माथि गए पछाडि के हुने भयो इको पावर 5 भयो। सो यसको एन्सर चाहिँ इको पावर 5 भयो है त। यसमा क्यालकुलेटर डाइरेक्टली के गर्छौ फङ्सनलाई हाल्छौ इनपुट अप्सन चेक गर्छौ डज नट एक्जिस्ट छैन भनेपछि एक्सको ठाउँमा 0.001 हालेर चेक गर
जुन आन्सर आउँछ त्यही हाम्रो करेक्ट आन्सर हुन्छ है त। कन्टिन्युटीको कन्डिसन थाहा हुनुपर्छ है। कुनै पनि फङ्सन हो कन्टिन्युस हुनको लागि के हुनुपर्छ त भन्दाखेरि लेफ्ट ह्यान्ड लिमिट बराबर राइट ह्यान्ड लिमिट बराबर द फङ्सनल भ्याल्यु एट सम पोइन्ट ए हुनुपर्छ है। भन्न खोजेको के हो, यो कन्डिसनले के दिइरहेछ हामीलाई, फङ्सनल भ्याल्यु दिइरहेछ एक्स इक्वल टु थ्रीमा। अनि एक्स लेस देन थ्री भनेको के हो त, लेफ्ट ह्यान्ड लिमिट दिइरहेछ। अनि एक्स ग्रेटर देन थ्री भनेको चाहिँ के हो त, यसले राइट ह्यान्ड लिमिट दिइरहेछ। भने पछाडि हामीसँग के छ त कन्डिसन, एफए बराबर के हुनुपर्छ, राइट ह्यान्ड लिमिट हुनुपर्छ होइन। एफए भनेको एफ थ्री हो फङ्सन एट थ्री इज इक्वल टु राइट एक्स टेन्स टु जिरो प्लस, अनि त्यस पछाडि के आउने भयो त भन्दाखेरि राइट ह्यान्ड लिमिटको लागि त कन्डिसन यो हो। सो फङ्सन चाहिँ हामी के युज गर्छौँ, एक्स प्लस वान युज गर्छौँ है। झुकेर पनि थ्री एक्स माइनस फाइभ युज गर्ने होइन। थ्री एक्स माइनस फाइभ के को लागि हो त, लेफ्ट ह्यान्ड लिमिटको लागि, एक्स लेस देन थ्रीको लागि है त। भने पछाडि अब हामीले यसलाई सल्भ गऱ्यौँ भने एक्सको ठाउँमा जिरो प्लस होइन है, थ्री प्लस हुन्छ है। किनभने थ्रीमा निकाल्नु छ नि त हामीले, एक्स ग्रेटर देन थ्री भनेको छ नि त, थ्री प्लस। भने पछाडि के हुनुभयो, एक्सको ठाउँमा थ्री हाल्दाखेरि थ्री प्लस वान भयो। अनि एफ अफ थ्री भनेको त हामीलाई कति के भन्छ, सी के भन्छ। देयरफोर सी को भ्यालु यहाँबाट कति आयो त, सिम्पली फोर आयो। सिम्पल क्वेसन चाहिँ हामीले ख्याल गर्नुपर्ने कुरा के हो त, कन्टिन्युटीको लागि लेफ्ट ह्यान्ड लिमिट बराबर राइट ह्यान्ड लिमिट बराबर फङ्सनल भ्याल्यु हुनुपर्छ। अनि फङ्सनल भ्याल्यु हामीलाई सी के भन्छ। अनि त्यसो भए सी इज इक्वल टु कति हुनु पऱ्यो त, राइट ह्यान्ड लिमिट पनि हुनु पऱ्यो, लेफ्ट ह्यान्ड लिमिट पनि हुनु पऱ्यो है। त्यसरी अब अझै चेक गर्न मन लाग्यो भने लेफ्ट ह्यान्ड लिमिटसँग नै बराबर हुनुपर्छ यो। लेफ्ट ह्यान्ड लिमिट कसरी आउँछ, लिमिट एक्स टेन्स टु थ्री माइनस अनि थ्री एक्स माइनस फाइभ हुने भयो। अब फेरि एक्सको ठाउँमा थ्री हाल्दाखेरि थ्री इन्टु थ्री माइनस फाइभ, नाइन माइनस फाइभ भनेको फेरि पनि फोर आयो। सो यसरी भ्यालिड रहेछ भनेर थाहा भयो है। ल ठिक छ। यो माथिको लिमिट क्यालकुलेट गर्नको लागि चाहिँ ख्याल गर्नुपर्ने कुरा भनेको चाहिँ स्क्वायर रुट अफ एक्स स्क्वायर भनेको कहिले पनि एक्स हुँदैन, एक्स मात्र हुँदैन। स्क्वायर रुट अफ एक्स स्क्वायर भनेको मोडुलस अफ एक्स हुनुपर्छ, ख्याल गर्ने कुरा है। अनि स्क्वायर रुट अफ साइन स्क्वायर एक्स छ भने मोडुलस अफ साइन एक्स, त्यसमा पनि अप्लाई हुन्छ यो। भनेपछि एक्स टेन्स टु जिरो बाई जिरो मोडुलस अफ एक्स बाई एक्स हुने भयो यो माथिको फङ्सन। अब यसलाई क्यालकुलेट गर्छ भने तिमीले सबभन्दा पहिला ख्याल गर्नुपर्ने डज नट एक्जिस्ट छ कि छैन, अप्सनमा छ भने पछाडि तिमीले अब लेफ्ट ह्यान्ड लिमिट पनि क्यालकुलेट गर, राइट ह्यान्ड लिमिट पनि क्यालकुलेट गर। लेफ्ट ह्यान्ड लिमिट क्यालकुलेट गर्न के गर्छ त, लिमिट एक्स टेन्स टु जिरो माइनस अघि जस्तै मोडलस अफ एक्सको ठाउँमा तिमी के हाल्छौ, माइनस एक्स हाल्नु पऱ्यो, डिभाइडेड बाई एक्स। भनेपछि एक्स र एक्स क्यान्सल भयो, माइनस वान आयो लेफ्ट ह्यान्ड लिमिट। तर राइट ह्यान्ड लिमिट क्यालकुलेट गर्छ भने कति आउँछ त, लिमिट एक्स टेन्स टु जिरो प्लस मोडलस अफ एक्सको ठाउँमा तिमी के हाल्छौ, अब पोजिटिभ एक्स हाल्छौ, डिभाइडेड बाई एक्स। यो र क्यान्सल भयो, वान आयो। लेफ्ट ह्यान्ड लिमिट माइनस वान आइरहेछ, राइट ह्यान्ड लिमिट वान आइरहेछ, इक्वल छैन। भनेपछि के भयो त, आन्सर डज नट एक्जिस्ट भयो। अब तिमीले यसलाई क्यालकुलेटरमा पनि हाल्नको लागि के गर्छौ त भन्दाखेरि पहिला तिमी फङ्सनलाई एज इट इज हाल्छौ। एक्सको ठाउँमा तिमीले अब अप्सनमा डज नट एक्जिस्ट देख्ने बित्तिकै 0.0001 हालेर चेक गर, एउटा भ्यालु आउँछ, वान आउँछ। अनि एक्सको ठाउँमा अब माइनस 0.001 हालेर पनि चेक गर्नु पऱ्यो, यो गर्दाखेरि चाहिँ माइनस वान आउँछ। भनेपछि राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट के आयो, फरक फरक आयो नि त। भनेपछि डज नट एक्जिस्ट हुन्छ भनेर सम्झिनु पऱ्यो है त यसरी। अब तलको क्वेसनको आन्सर कति हुन्छ त, ओके। यसको लागि पनि अब सेम कुरा गर्नुपर्ने हो खास, तर हामीलाई क्वेसनमा स्पेसिफिकली के भनेको छ त, लेफ्ट ह्यान्ड लिमिट मात्र निकाल्नु भनेको छ नि त। सो सिम्पली हामी के गर्छौँ, लेफ्ट ह्यान्ड लिमिट मात्र निकाल्छौँ है त। यहाँबाट फोर त बाहिर आउने नै भयो, फोर। हामीसँग बाँकी रहेको भनेको मोडलस अफ एक्स बाई एक्स भयो। अब मोडलस अफ एक्सको ठाउँमा हामी के हाल्छौँ त, माइनस एक्स हाल्छौँ है, माइनस एक्स बाई एक्स। लिमिट एक्स टेन्स टु जिरो माइनस छँदैछ। अब एक्स र एक्स क्यान्सल भयो भनेपछि फोर टाइम्स माइनस वान आयो, त्यो भनेको कति आयो त, माइनस फोर आयो है त, अप्सन नम्बर सी। यसमा किन माइनस फोर आयो, किनभने लेफ्ट ह्यान्ड लिमिट मात्रै तोकेर स्पेसिफिकल्ली भनेको छ, त्यसैले माइनस फोर आयो। इफ जिरो माइनस नभनेर जिरो मात्र भनेको भए चाहिँ यसको एन्सर फेरि पनि कति आउँथ्यो, डज नट एक्जिस्ट नै आउँथ्यो है त। फर्स्ट क्वेसन हेर त, एक्सको ठाउँमा जिरो पुट गर्दाखेरि भ्यालु के आइरहेछ त, जिरोको पावर जिरो आइरहेछ। जिरोको पावर जिरो आओस् या फेरि वानको पावर इन्फिनिटी आओस् या फेरि इन्फिनिटीको पावर जिरो आओस्,
तिनटै डिटर्मिनेन्ट फर्मको लागि सल्भ गर्ने तरिका भनेको टेक लग अन बोथ द साइड्स, टेक लग अन बोथ साइड्स है। तर त्योभन्दा पहिला तिमी के गर्छौ, वाइ इक्वल टु लिमिट एक्स टेन्स टु जिरो, एक्सको पावर एक्स लेख्छौ। अब दुईतिरै लग लियो भने एलएन वाइ बराबर कति आउँछ त, भित्र एलएन एलएन एक्सको पावर एक्स आउँछ। यो भनेको के हो त, लगको प्रोपर्टी अनुसार एक्स एलएन एक्स हो। सो हामीले के लेख्न पाउँछौँ, लिमिट एक्स टेन्स टु जिरो एक्स एलएन एक्स है, एक्स एलएन एक्स आउँछ। अब यहाँ हाल्यो भने कति आउँछ, एक्सको ठाउँमा जिरो हाल्यो भने जिरो इन्टु एलएन, जिरो भनेको इन्फिनिटी, सो जिरो इन्टु इन्फिनिटी फर्ममा आयो। अब कुनै पनि केसमा जिरो इन्टु इन्फिनिटी फर्ममा आयो भने तिमी लान खोज्छौ कि त जिरो बाई जिरो फर्ममा अथवा इन्फिनिटी बाई इन्फिनिटी फर्ममा। यो केसमा सजिलो के छ त भन्दाखेरि लिमिट एक्स टेन्स टु जिरो, एक्सलाई तल लग्यो भने एलएन एक्स बाई वान डिभाइडेड बाई एक्स आउँछ। यो गऱ्यो भने चाहिँ कुन फर्ममा गयो, अब इन्फिनिटी बाई इन्फिनिटी। अब इन्फिनिटी बाई इन्फिनिटी सल्भ गर्न के युज गर्छ त, लपिटल युज गर्छौँ। भने पछाडि माथि पनि डेरिभेटिभ गर्ने, तल पनि डेरिभेटिभ गर्ने। लगको डेरिभेटिभ वान बाई एक्स डिभाइडेड बाई वान बाई एक्सको डेरिभेटिभ वान बाई माइनस वान बाई एक्स स्क्वायर, यो र क्यान्सल भयो। कति बाँकी रह्यो त, लिमिट एक्स टेन्स टु जिरो माइनस एक्स बाँकी रह्यो माथि है। अब एक्सको ठाउँमा जिरो पुट गऱ्यो भने कति आयो त, भ्यालु जिरो आयो। तर झुक्केर पनि यसको एन्सर जिरोमा लाउने होइन, किन, हामीले अहिले निकालेको भ्यालु त एलएन वाईको भ्यालु निकाल्यौँ नि त होइन। भने पछाडि वाईको भ्यालु कति हुन्छ त, ईको पावर जिरो भनेको वान भयो, यसरी है। अब यो क्वेसन तिमीले क्यालकुलेटरमा पनि गर्न पाउँछौ डाइरेक्टली। सिम्पली के गर्छौ, एक्सको पावर एक्स तिमीले फङ्सनमा हाल्छौ अनि एक्सको ठाउँमा 0.0001 हाल्छौ। लेफ्ट लिमिट चेक पनि गर्नु पर्ने, किनभने डज नट एक्जिस्ट छैन। ल त्यसो हो भने यो तलको क्वेसन गर, यो वाला क्वेसन ट्राई गर त। एक्सको ठाउँमा वान पुट गर्छौ भने कति आउँछ त भन्दाखेरि, वान पुट गऱ्यो भने एलएन वान भनेको जिरो आउँछ इन्टु सेक पाई बाई टू भनेको कति हो त, वान बाई कस पाई बाई टू, कस पाई बाई टू जिरो भनेपछि वान बाई जिरो इन्फिनिटी भयो। सो जिरो इन्टु इन्फिनिटी फर्ममा छ भने मैले के भनेको थिएँ, केमा लान खोज्ने त, कि त जिरो बाई जिरोमा कि त इन्फिनिटी बाई इन्फिनिटीमा। एलएन एक्सलाई यत्तिकै राख, सेकलाई तल लग्यौँ भने के हुन्छ त, यो कस हुन्छ है, कस पाई बाई टू एक्स हुने भयो। अब यसलाई सल्भ गर्छ भने लिमिट एक्स टेन्स टु वान, यो कुन फर्ममा गयो, अब जिरो बाई जिरो फर्ममा गयो। भने पछाडि अब लपिटल रुल युज गर्ने हो, एलएन एक्सको डेरिभेटिभ वान बाई एक्स भइहाल्यो डिभाइडेड बाई कस एक्सको डेरिभेटिभ त, कस एक्सको डेरिभेटिभ भनेको माइनस साइन एक्स हुन्छ, एक्सको ठाउँमा पाई बाई टू एक्स छ। अनि अझै यहाँ भित्रको डेरिभेटिभ पनि गर्नुपर्छ, भने पछाडि कति हुने भयो, पाई बाई टू हुने भयो। अब एक्सको ठाउँमा भ्यालु हाल्दाखेरि मिल्छ त, हेर त, एक्सको ठाउँमा वान हाल्यौँ भने वान डिभाइड बाई वान बाई माइनस साइन पाई बाई टू मात्रै रहने भयो इन्टु पाई बाई टू, पाईलाई यतिकै राख, टूलाई माथि लग। भने पछाडि कति आयो त, टू बाई माइनस साइन पाई बाई टू भनेको वान भयो इन्टु पाई भनेपछि माइनस टू बाई पाई आयो है त, माइनस टू बाई पाई यसको एन्सर आयो सिम्पली। 0.000 बहुत आएको थियो, 0 जिरो यसको एन्सर। यस्तो हेर, साइन एक्स भन्ने फङ्सन जुन छ त्यसको भ्यालु जहिले पनि के हुन्छ भने त माइनस वानदेखि वानसम्म पर्छ कि पर्दैन, त्योभन्दा बाहिरको त केही पनि पर्दैन। भने पछाडि एक्सको ठाउँमा इन्फिनिटी हाल्दाखेरि पनि हाम्रो भ्यालु माइनस वानदेखि वानसम्म आउँछ होइन, माइनस वानदेखि वानसम्म आउँछ डिभाइडेड बाई एक्सको ठाउँमा इन्फिनिटी छ। सम फाइनाइट भ्यालु डिभाइडेड बाई इन्फाइनाइट भनेको कति हो, जहिले पनि जिरो हो नि त। सो यसको एन्सर जिरो हुन्छ जहिले पनि। अब क्यालकुलेटरमा हाल्छौ भने चाहिँ तिमीले सिम्पली फङ्सनलाई हाल्छौ, साइन एक्स बाई एक्स हाल्छौ। अब यो केसमा एक्सको भ्यालु चाहिँ इन्फाइनाइट त हामी हाल्न सक्दैनौँ, सो एउटा ठुलो भ्यालु हाल्छौँ कि एकदम 1000 अथवा 10,000 हाल्छौँ। त्यो हाल्दाखेरि चाहिँ कति आउँछ त, 0.000 समथिङ आउँछ, जुन भनेको क्लोजेस्ट टु कुन हुन्छ त, अप्सन नम्बर ए जिरो हुन्छ। सो यसको एन्सर कति हुन्छ, जिरो हुन्छ। यसरी गर्न सकिन्छ। इन्फाइनाइट छ भने के गर्ने त, इन्फाइनाइट छ भने चाहिँ जहिले पनि 0.000 सरी सरी 1000 हाल्दा भयो, 10,000 हाल्दा भयो, 100,000 हाल्दा भयो, सिमिलरली 9999 हाल्दा पनि हुन्छ, तिमीलाई जुन सजिलो लाग्छ है त, वान आउँछ है। सिम्पली यसलाई यो फङ्सनलाई क्यालकुलेटरमा हाल, त्यस पछाडि के गर्छ त भन्दाखेरि एक्सको ठाउँमा 9999 हाल ल,
त्यो गरे हो। अथवा यसलाई सल्भ गर्नु पऱ्यो भने के गर्छु, लिमिट एक्स टेन्स टु इन्फाइनाइट 1 + 1/x² तल जे छ पावरमा हामी त्यही गर्न खोज्छौँ होइन, पावरमा त्यही गर्न खोज्छौँ x²। त्यो गऱ्यौँ भनेपछि अब 1/xले मल्टिप्लाई गर्नै पर्यो। सो अनि एक्स टेन्स टु इन्फाइनाइट छ भने x² टेन्स टु इन्फाइनाइट पनि लेख्न पाइन्छ। सो भनेपछि के भयो, लिमिट अब तल डिस्ट्रिब्युट हुन्छ, एक्स टेन्स टु इन्फाइनाइट 1 + 1/x² को पावरमा x² छ। अनि लिमिट यहाँ माथि पनि जान्छ, लिमिट एक्स टेन्स टु इन्फाइनाइट पावरमा पनि जान्छ, 1/x छ यहाँ। अब एक्स टेन्स टु इन्फाइनाइट छ भने x² टेन्स टु इन्फाइनाइट पनि लेख्नु पायो। अनि यो पुरै फर्मुला भनेको चाहिँ के हो त, को फर्मुला हो। अनि यो माथिको सल्भ गर्नको लागि एक्सको ठाउँमा इन्फाइनाइट हाल्दाखेरि 1/इन्फाइनाइट भनेको त्यो त 0। सो ईको पावर 0 1 भयो। यसरी गर्न सक्यो, अथवा सिम्पली क्यालकुलेटरमा हाल्यो भने आइहाल्यो है। सिम्पली तिमीले के गर्छौ त हेर न, यसमा फङ्सनल भ्यालु क्यालकुलेट गर्छौ, एफ अफ 0। एफ अफ 0 त हामीलाई गिभन नै छ 2। अब लेफ्ट ह्यान्ड लिमिट क्यालकुलेट गर्न ट्राई गर। लेफ्ट ह्यान्ड लिमिट भनेको के हो, एक्स इक्वल टु 0मा एक्स टेन्स टु 0 एक्स माइनस मोडुलस अफ एक्स डिभाइडेड बाई 2 हुन्छ है, 0 माइनस। अब यो केसमा चाहिँ मोडुलस अफ एक्सको भ्याल्यु एक्स टेन्स टु 0 माइनस भनेपछि नेगेटिभ हुन्छ। सो एक्स माइनस मोडुलस अफ एक्सको ठाउँमा माइनस एक्स हाल्छौँ, डिभाइडेड बाई 2 भनेको कति हो त, एक्स प्लस एक्स भयो, 2x/2 भनेको एक्स भयो। लिमिट एक्स टेन्स टु 0 माइनस एक्स भयो। एक्सको ठाउँमा तिमी 0 पुट गर्दाखेरि 0 नै आयो यसको एन्सर, लेफ्ट ह्यान्ड लिमिटको भ्याल्यु। अब राइट ह्यान्ड लिमिट क्यालकुलेट गर्छौ भने लिमिट एक्स टेन्स टु 0 प्लस होइन, अनि त्यस पछाडि 0 प्लस एक्स माइनस मोडलस अफ एक्सको ठाउँमा अब तिमी के हाल्छ त, पोजिटिभ हाल्नु पऱ्यो नि त, डिभाइडेड बाई 2। अब एक्स र एक्स क्यान्सल भयो भनेपछि यसको एन्सर सिधै 0 आयो। अब यहाँबाट चेक गर्छ भने राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिट इक्वल छ। यो वाला केस कहाँ छ त, अप्सन नम्बर सीमा छ नि होइन, भनेपछि अप्सन नम्बर सी त करेक्ट हुने नै भयो। अनि अर्को कुरा, इफ एफ अफ 0 हेर्छौ भने एफ अफ 0 बराबर 2 छ, तर यो दुइटा त 0 छ, भनेपछि के हो, राइट ह्यान्ड लिमिट इक्वल छ तर फङ्सनल भ्यालुसँग इक्वल छैन, भनेपछि कन्टिन्युस हुन्छ कि डिस्कन्टिन्युस हुन्छ, डिस्कन्टिन्युस हुन्छ नि त। सो अप्सन नम्बर बी पनि के भयो त, करेक्ट भयो। यसको एन्सर चाहिँ बी र सी दुवै हो है त, 3 हुन्छ। त्यही हुन्छ है। हेर राइट ह्यान्ड लिमिट र लेफ्ट ह्यान्ड लिमिटको लागि तिमी यो कन्डिसन युज गर्नु पर्यो, लिमिट एक्स टेन्स टु 0 छ 1 + kx को पावरमा 1/x। यो भनेको के हो त, अघि मैले लेखेको फर्मुला अनुसार ईको पावर ए हुन्थ्यो भने अब ईको पावर के हुने भयो। अनि कन्टिन्युस हुनको लागि यो फङ्सनल भ्यालुसँग इक्वल हुनु पऱ्यो नि त। सो भनेपछि ईको पावर 3सँग इक्वल हुनु पऱ्यो। यो गरे पछाडि के भयो त, करेस्पोन्डिङ पावरलाई इक्वेट गर्छ भने बेस सेम छ, ई छ, भनेपछि के को भ्यालु कति आयो, 3 आयो। सो अप्सन नम्बर सी इज द करेक्ट आन्सर। अथवा सिम्पली तिमीले क्यालकुलेटरबाट गर्नु पऱ्यो भने के गर्छौ, ईको पावर 3 छँदैछ होइन, कन्टिन्युस हुनको लागि के को भ्यालु के पुट गर्दा ठिक हुन्छ, अप्सन नम्बर एबाट सुरु गर्छौ। 1 + k को ठाउँमा एक्स हाल्दाखेरि 1 + x को पावरमा 1/x हालेर एक्सको ठाउँमा 0.001 हालेर चेक गर्छौ एकपल्ट अप्सन नम्बर एको लागि। अप्सन नम्बर बीलाई सिमिलरली चेक गर्छौ 1 + 2x को पावरमा 1/x गरेर। अप्सन नम्बर सीलाई फेरि के गर्छौ, 1 + 3x को पावरमा 1/x हालेर चेक गर्छौ है। यो केसमा चाहिँ के आउँछ त भ्याल्यु, ईको पावर 3 समथिङ केही न केही भ्याल्यु आउँछ। त्यो भ्याल्यु चाहिँ अब तिमीले ईको पावर 3सँग इक्वेट गर्छौ भने बराबर आउँछ कि। सो यसरी चाहिँ तिमीले एन्सर मिलाउन सक्छौ है क्यालकुलेटरबाट। ल यति नै भयो त आजलाई चाहिँ लिमिटबाट। यस्तै यस्तै नै क्वेसनहरू आउँछ, योभन्दा गाह्रो क्वेसनहरू त आउँदैन।